भाइ यसलाई देखाउनु देखाउनु कान्छीलाई दिँदै मेरो त केही त छैन यो हुन्छ तिमीले यो केही छैन मेरो त जम्मा फोटो मात्रै भुइँमा राखेर गाँछन् अब हातमा राखेर गाँछौ अनि राम्रो हुन्छ सरी हो हो कि त्यसरी काखामा कि भुइँमा गुन्द्रीमा राख्नुपर्छ कि नभए यसरी काखामा उता बढी फोकस चाहिँ यता गर सुनि बैसो पनि भएको के हुन्छ बिहे नभएको मेरो बिहे भयो यतिकै हामी त बुढा बुढी मान्छे भाइरल हुनु त होइन भाइ हाम्रो कान्छामा सिपा चिया बाँधे जस्तो बाँध्दो रहेछ भाँच्दो रहेछ सिनेका चाहिँ यो कता भयो यो कता भयो यो त कस्तो यस्तो यस्तो हेर्नु त खाएको उठाउनु खोजेको ल्याउ त म उठाइदिन्छु कि ल यो कता भयो कता हो भाडा नआएर कता हो के चाहिँ हो नि दिदी नाइ कान्छी ओहो कान्छी त झन् धुलोमा खेल्न गयो त्यही हुन्छ के जुनाजीबाट हल्का अलि ल्याउँछ तल केसी टक्कै यहाँ खिला त्यहाँबाट खिला हस् ल यहाँ बुन्दै थिएँ त ल सिमीले त राम्रो गरी हेर्नु भन्नु अरूलाई त्यहाँ भिडियोमा बोल्दै भन्नु पऱ्यो नि त त्यही त तपाईँ बोल्नु न म त कहाँ यहाँ काम गर्ने मान्छे बोल्नु भ्याउँछु त नि क्यामेराम्यान बोलाएको कान्छी चाहिँ अहिले कतिखेर डुङ्गे टाउको ठोकिन्छ अनि साँच्चै उता पिकनिकको पल्टिन त बाह्र मजाले बस्दा बस्दैछ तर मेरो फुपूले बनाइदिएको थियो ठाडो भयो मिलेर चाहिँ तेर्थ्यो फेरि अलिक मजाले त्यो भाँचा त हो त्यस्तो बनाएर अनि ठाडो बनाएर मजाले भाँच्नुपर्छ यसरी उठाउनुपर्छ कि नानी ए आइसक्यो तिम्रो हात अलिक बानी भएको छ कि भुइँमा राखेर बनाऊ एकैचोटि डबल पार्नु जेठी म त त्यसो पो गर्छु त्यही म त मुनिया त आउँदिनँ त के हो सुमिना राई तपाईँ बोल्दै हुनुहुन्छ यसरी एउटा चाहिँ लाउन जेठी यसो पार्नु क्या ए पहिले यसो गर्ने अनि मुनि यसो पार त लाउनु त हुन त यही हो डर हो चाहिँ तर है तर अझै अब यसो गर्नु यसलाई यस्तो पार्नुपर्छ यो बिच बिचमा यसरी मार्नुपर्छ होइन यस्तो दिदी कान्छी गयो मजाले घुमाउनु त्यहाँ ढुङ्गा छ है टाउको त बच्छ फेरि यसलाई यसरी यसो पारेर खतरा खतरा गाइस भने जस्तै भयो नि यता खतरा है नि खतरा ए यसरी ल के कसो नि ला जत्यो क्या कता भयो हुन्छ सिकाएर यसो त हुन्छ सिकेको एक दुईवटा बिग्रिन्छ त्यहाँदेखि सकिन्छ हालिहाल्छ नि सिलाउनु मजाले सिलाउनुहुन्थ्यो सासूको छोरीलाई सुखाइदिउँ भनेको नआउने रहेछ के थाहा के गर्नु च्यात्नु भयो होइन हो त्यो टुप्पामा खत्यो गयो त्यस्तो एउटा खोला भएर हरेक चाहिँ जाँदा हाम्रो नानाले पनि हरेक चाहिँ त्यस्तो भयो भने पो अनि हामी सिक्छौँ त मजा राम खतरा भइसक्यो आफूमा नखाँदा यत्तिकै बुन्ने हो नि त अनि पछि सासामाको छोरी पो त्यत्तिकै बस्ने हो त त्यही त भएन सामाको छोरीले ऊ कान्छा टपरा गाँच्नु थाल्नु खन्नु जान्छ नि बारीतिर पूजा गर्ने बेलामा यसो घाँस्नु भइहाल्यो कान्छा मजा घर बसेर गाँस्यो अनि यसो पूजा कान्छ नि अनि काम सकेर बुहारी आउँछ अनि बोलाउनु यहाँ अब भाले पूजा गर्ने बेला म ठिक त दुना टपरा पाएँ अब यहाँ पसेता लाउनु पऱ्यो भन्नु पर्यो भयो त यो यस्तै हुन्छ होइन खोइ हेरौँ ए अब अर्कोमा घाँस काट्छ राखिदिनुपर्छ उनीहरूलाई काट्छ खतरा हानिन्छ नि यतिको त आजी बाबाले भन्छ पानसमा बत्ती बलेको पानस भइगएछ नि यहाँ अन्त कति छ कति त अर्क बनाऊ जति भएको छ नाना मैले खतरा बनाउनु थालेँ छिटो भात पनि पकाउँदा खाउँ भोक लागिरहेको छ
अर्को हेर्ने बाबा के हेर्ने तिमी के हेर्ने बाबा यहाँ हेर्न हौ भाइको टपरा कस्तो छ हँ अब लास्टै खतम यहाँ हेर्न न कस्तो राम्रो बुनिरहेको छ ए गाँसिरहेको छ म पनि फोकस धेरै मलाई हो नि त यसो मिना मेरो कि टपरा खाटिसक्यो ऊ यो पनि भएको होइन यहाँ अन्त कति नहुने ए टाइप त तपाईँको भिडियो बनाउँदै म भाइरल भयो भने त फेरि कता जानु पाउँदिनँ त दोब्बरी दोब्बर लाएर पनि डर न डर स्टेन्डमा थाल्दैन डर हो नि त यो थोरै डर छ त नि यो डर चाहिँ भने लुलो भयो भने अलिक लडिजान्छ भातहरू खान पनि हो स्टेन्डमा थाल्दैन कस्तो तराईमा बसेको त्यो भात खान नि मिल्ने सुप पनि नजाने पो बनाउनुहुन्छ हो हो त नि त्यो पछि मनी सिक्छु भनेको क्रिस्चियन त सक्नुभयो अब त आउने हुन्न टपरी बुन्दा नि बुन्नुहुन्न क्रिस्चियन हाम्रो फुफैले यसपालिको पूजा चाहिँ खत्रै हुने भयो खसिसक्नुभयो पर ज्ञानवरको यो फुफू गएको क्या हाम्रो त्यो फुफू हाम्रो बाबा बुइनी परे ओके यो हाम्रो फुफैले गाँसेको जुना टपरा त नि भाउजूहरू नाना जेठीहरू नि केही क्या नचुने बनाउने एकदम त्यो मजाले नमजाले खिरेर है त्यो पानी लाउँदा पनि नचुने बनाउने यस्तो टपरी जुना त झन् बोर्डकै जस्तो यस्तो ठाडो बनाउने होइन यस्तो उज्यालोमा गाँस्न पायो कति राम्रो झुन पार्थ्यो होला अँ हेर न त्यतिखेर अब बत्तीको चलन थिएन नि त थिएन थिएन यसो ए अघि न टिलिप टिलिप आगो बाल्यो अलिअलि अनि ए अगाडिसँग बसेर राति गाँस्ने फेरि अनि गलिँदा पर्छ यस्तो भन्दा त सास टोकिँदो रहेछ गलिँदो रहेछ खास भइसक्यो एकैचोटि सास बन्द गरेर गर्छ होला त म बन्दुक हाने जस्तो बन्दुक हान्दा एकदम बन्द सास गर्नुपर्छ अरे नि होइन अनि त्यस्तो गरेपछि कहाँ हुन्छ श्वास हेर्दै गर्नुपर्छ त्यो अहिले जस्तो पार्दै लैजाउ त ओहो मान्छेले चाहिँ टट्टी बल गर्न थालेछ ए दिउँसै गरेको थिएँ आज अस्ति चाहिँ बडा त्यो गलेर पनि बाटो हिँडेर रुयो क्या र अहिले त ढुक्क बस्नु हामीले पनि फुलिसक्यो लगानी हुन्छ नि यसो के जुकाले लगानी हुन्छ बसिरहेको थियो अरे धेरै भिडियो नगर भन्दैछु म भाइरल हुन्छु